हेलो एभ्रिवान नमस्ते शिवलाङ भन्न चाहन्छु। आज चाहिँ म तपाईहरुलाई विशेष स्पेशल देखाउन हेर्न सक्नुहुनेछ। अनि यो चाहिँ हाम्रो भाषामा चाहिँ यसलाई चाहिँ मुसा भन्छ। करे पनि खतरा सफा हाम्रो फेरि होइन होला के हो। भिडियोलाई मन परेमा लाइक कमेन्ट सब्स्क्राइब। हेलो एभ्रिवान नमस्ते शिवलाङ भन्न चाहन्छु। आज चाहिँ म तपाईहरुलाई विशेष स्पेशल देखाउन चाहन्छु र आजको दिनमा चाहिँ मैले के गर्यो भनेर त्यो कुरा चाहिँ म तपाईहरुलाई देखाउन चाहन्छु। तपाईले हेर्न सक्नुहुनेछ। अनि यो चाहिँ हाम्रो भाषामा चाहिँ यसलाई चाहिँ के भन्छ मुसा भन्छ। तर विशेष यो मुसाको नाम चाहिँ भोदामु भन्छ हाम्रो भाषामा। हाम्रो चेवाङ भाषामा भोदामु भन्छ। आजको दिनभरिको मेरो काम चाहिँ यो नै रह्यो। अनि कति धेरै मैले चाहिँ आज भोदामु पाएको छु। सल्ले च्याउ नेपालीमा चाहिँ यसलाई सल्ले च्याउ भन्छ अनि हाम्रो भाषामा चाहिँ भोदामु भन्छ। अनि मैले चाहिँ आज यो यति धेरै खोजेर लिएर आएको छु जङ्गलबाट। अनि यो चाहिँ पकाएर खायो भने एकदम मिठो नि हुन्छ। अनि त्यसपछि वर्षमा एकचोटि उम्रिने भएकोले यो चाहिँ खानुपर्छ। तर चिनेर खाँदाखेरि चाहिँ राम्रो हुन्छ। कतिपय अवस्थामा चाहिँ मान्छेले नचिनेर खाँदाखेरि चाहिँ त्यो च्याउ नचिनेर खाँदाखेरि चाहिँ के हुन्छ नि अलिकति मर्ने सम्भावना रहन्छ मान्छेलाई। त्यही भएर तपाईहरुले चिनेर खानु होला। यो चाहिँ विशेष चाहिँ हामीले कसरी चिनिन्छ भनेर चाहिँ यो टिप्ने जाने बेलामा चाहिँ यसको के भन्छ यो फेदमा चाहिँ त्यो एउटा कस्तो झुम्रो टाइपको हुन्छ हो यस्तो हुन्छ यस्तो टाइपको हुन्छ। यसले बेरेको हुन्छ तर यसको यो माथिको चाहिँ चिल्लो टाइपको हुन्छ अनि त्यसमा चिनिन्छ। अर्को बिखाले च्याउमा चाहिँ त्यसो चिल्लो हुँदैन कस्तो खस्रो हुन्छ। अनि त्यसको बास्ना पनि अलिक छुट्टै गनाउने टाइपको हुन्छ क्या। तर यसको बास्ना एकदम मिठो हुन्छ। धेरै गनाउने टाइपको हुँदैन। एकदम यसको स्मेल पनि राम्रो आउँछ। जो कोहीलाई नि खाने इच्छा छ भने तपाईहरुले अर्डर गर्नुहोस्। म तपाईहरुलाई खोजेर भए पनि ल्याइदिउँला। तर खोज्नलाई एकदम गाह्रो हुने। यो चाहिँ एकदमै जङ्गलभित्र पाइने हुनाले अनि खोज्न जाँदाखेरि चाहिँ अलिक रिस्क हुन्छ। सो तपाईहरुले आजको मेरो दिनको कार्यहरू चाहिँ यही देखाउन चाहे। तपाईहरुले चाहिँ यो हेर्न सक्नुहुनेछ। हुन्छ तपाईहरुलाई मैले देखाइसकेको छु। अब यो चाहिँ केही समयपछि चाहिँ अब यो पकाएर म खानेछु। यो पकाएर खाएको भिडियो पनि म हाल्नेछु। त्यो पनि तपाईहरुले हेरिदिनु होला। अनि त्यसपछि खाएको भिडियो त हाल्दिनँ किनकि खाएको भिडियो हाल्यो भने तपाईहरुलाई फेरि थुक्निने सम्भावना हुन्छ। गजब बेइज्जती है। सो त्यसैले गाइज यति नै हो आजको मैले तपाईहरुलाई देखाउन लागेको अपडेट चाहिँ। A few moments later. फाइनली चाहिँ मैले पकाएर भइसकेको छु गाइज। अब यो चाहिँ के भन्छ पकाउनको लागि रेडी हुँदैछु। एकछिनपछि म पकाएर अनि फेरि खाएको पनि देखाउने छु। अनि अब पकाउनु लागेको गाइज। अनि त्यसपछि यता तेल पनि रेडी हुँदिसक्यो। करे पनि खतरा सफा हाम्रो फेरि होइन होला के हो। अनि त्यसपछि यता छ फाइनली गाइज मैले चाहिँ तरकारी पकाएर भइसकेको छु। अब खानालाई पस्काउँदैछु। सो मेरो भिडियोलाई मन परेमा लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु। ओके बाई बाई एभ्रिवान।